हेलो एभ्रिवान, वेलकम ब्याक टु द च्यानल। आइएफ सबैजना सन्चै हुनुहुन्छ र म पनि सन्चै छु। अब कस्तो निद्रा नपुगे जस्तो छ कि आकाश छुने जस्तो। सो आज वैशाख 11। ओ माई गड, यतिखेर हामी इक्जाम दिन जान्थ्यौँ कि अहिले 8 बज्न लाग्यो, बसिसक्यो। ठ्याक्कै यतिखेर हलमा हुन्थ्यौँ, स्टार्ट हुन्थ्यो पेपर, स्टार्ट फिल गरेर मैले। सो केही छैन, जे हुन्छ हाम्रो लागि हुन्छ होइन। ठ्याक्कमा आज पिरियड भयो, लाइक ओ माई गड, अहिले इक्जामको बेला भएको भए त मलाई गाह्रो हुन्थ्यो नि, तर त्यतिखेरसम्म त मेरो टाइम जान्छ। सो म यो कुरामा चाहिँ एकदम खुसी छु म होइन। अनि त्यसो पढ्न मन लाग्दैन नि त, अनि त्यसैले सो केही छैन, जे हुन्छ राम्रोको लागि हुन्छ भने जस्तै मेरो लागि चाहिँ राम्रै भयो। नट ओन्ली मी होइन, लाइक जसको प्रिपेरेसन राम्रो भएको छैन, जसलाई अझ पढ्न अझ टाइम पायो भने हुन्थ्यो जस्तो लाग्छ, त्यसको लागि पनि राम्रै भयो। मैले नम्किन लिएँ त, अनि ब्ल्याक थिएन, म व्हाइट खाँदैन। सो यहाँ छ टी। अब म एकछिन पढ्छु होइन मस्तले, अनि एकछिन पछि भेट्छु म। आज मैले सोसल पनि पढ्ने सोचेछु, किनभने सोसलमा हेरेको पनि धेरै भइसक्यो होइन। पढाइ पनि स्कुलमा भएन, आफूले पनि हेरेको छैन भने चाहिँ एक्जाममा लेखौँला के। पढिरहेको थिएन, लाइक आज मेरो भिडियो बनाउने मन पनि थिएन, तर मैले यस्तै प्र्याक्टिस गरिरहेको थिएँ। सो मलाई सेयर गर्न मन लाग्यो, किनभने कतिपय मान्छेहरूलाई कसरी स्टार्टिङ लेख्दाखेरि कसरी स्टार्टिङ गर्ने, कसरी लेख्ने भन्ने कुरा त्यति ज्ञान हुन्न नि त। लाइक मान्छे त्यतिखेर प्यानिक हुन्छ कि आत्तिने गर्छ, अनि स्टार्टिङमै आफ्नो बिगाडिन्छ क्या तरिका। लाइक मान्छेको फर्स्ट इम्प्रेसन नै मान्छेको लास्ट हो नि त। सो त्यो लेख्दाखेरि चाहिँ राइटिङमा डिपेन्ड हुन्छ क्या, लाइक त्यस्तो साह्रो पनि जस्ट राइटिङ क्लियर हुनु पऱ्यो कि, अनि स्ट्रक्चर जुन हुन्छ नि लेख्ने तरिका त्यो चाहिँ राम्रो हुनु पऱ्यो कि। सो त्यही देखाउन लागेको, मलाई त्यति बोल्ने पनि मन छैन आज, मेरो लाइक पिरियड भएछ नि त। सो मुडै कस्तो एक्चुअली आई पोस्टेड द भिडियो जुन चिटको बारेमा थियो होइन। मेरो इन्टेन्सन चाहिँ त्यो थिएन कि चिट गर्नुपर्छ भन्ने, लाइक चिट यसरी गर्ने रहेछ नै भन्ने तरिकामा चाहिँ आई जस्ट रियाक्ट होइन। सो आफ्नो आफ्नै इच्छा गर्ने नगर्ने त्यो तरिका मैले सिकाएर ओभियसली त्यो मान्छेले फलो गर्छ भन्ने पनि होइन। नथिङ, जस्ट एउटा रमाइलोको लागि, माइन्ड फ्रेस गर्नको लागि, इन्टरटेनमेन्ट भनौँ। सो आई हेभ दिस क्वेसन पेपर है, यो चाहिँ मेरो स्कुलको आफ्नो स्कुलको। सो यो क्वेसन चाहिँ सल्भ गर्ने तरिकाहरू देखाउँछु, मतलब त्यस्तो सल्भ भन्ने पनि होइन र, लाइक कसरी गर्दा राइटिङ कसरी राम्रो देखिन्छ, कसरी त्यो जुन हाम्रो चेकर हुन्छ, जुन चेक गर्ने मान्छे हुन्छ त्यसलाई इम्प्रेस कसरी पार्न सकिन्छ भन्ने होइन। तपाईँहरू पनि यसरी पढ्दाखेरि हाइलाइट गरेर पढ्ने बानी छ, किन यसरी गर्दाखेरि चाहिँ राम्रो हुन्छ है। मतलब ठ्याक्कै एन्सर थाहा हुन्छ कि मैले कति क्वेसनहरू सल्भ गरेको छु होइन। पुरानो क्वेसनहरू यिनीहरू त त्यस्तो केही छैन। सो ओके, यहाँ छ हाम्रो तरिकाहरू कसरी लेख्ने भन्दाखेरि होइन। आई हेभ दिस क्वेसन पेपर है, यो चाहिँ हाम्रो इक्जाम भएको थियो स्कुलमा। सो त्यही क्वेसन पेपर हो। लाइक कहिले पनि इक्जाम स्टार्ट गर्नु होला कपीको तपाईँहरू एउटा पनि लाइक कपी खेर जाला यस्तो भनेर सोच राख्दै नराख्नु है। त्यत्रो हामीले पैसा तिरिरहेको छौँ भने त ओभियसली त्यसको त युटिलाइज गर्नु पऱ्यो। सो कहिले पनि इक्जाम कतिपयको कस्तो बानी हुन्छ भन्दाखेरि लाइन खिच्दाखेरि टाइम जान्छ, खिच्ने होइन भन्ने सोच हुन्छ नि त। हामीलाई 15 मिनट पहिला दिएको हुन्छ कि, त्यतिखेर हामीले सब कपीमा यसरी लाइन तानिसक्नुपर्छ कि, अलि ग्याप छोडेर बिचमा, किनभने त्यो पछि यसरी लगाउँदाखेरि हुन्छ नि त, अलि धेरै यता लगाएपछि त यहाँको देखिँदैन, त्यसैले अलिक यहाँनिर बिचमा ग्याप छोड्ने। अनि त्यसपछि चाहिँ स्टार्ट गर्दाखेरि चाहिँ यहाँ छ नि जुन क्वेसन पेपर, क्वेसन नम्बर 1 हामीलाई यहाँ प्यासेज दिएको हुन्छ, यो पढेर यसकै बारेमा लेख्नुपर्ने हुन्छ। सो क्वेसन नम्बर 1 लेख्ने, फर्स्टमा क्वेसन नम्बर 1 को एन्सर, क्वेसन नम्बर 1 एन्सर लेख्ने। यसलाई जस्तो हुन्छ लाइनिङ दिँदा एकदमै राम्रो हुन्छ मेरो थर्डमा, किनभने मान्छेको ध्यान ठ्याक्क जाने भयो नि त यो हाइलाइट गरेको ठाउँमा यसरी। सो लाइन दिने होइन। अनि त्यसपछि चाहिँ लाइन दिएपछि क्वेसन नम्बर 1 मा हाम्रो के हुन्छ भन्दाखेरि त्यो फिल इन द ब्ल्याङ्क्स हुन्छ नि त, त्यो डट भएर खाली ठाउँ भएर भनेर दिएको हुन्छ नि त, यसरी यो यहाँलाई खाली ठाउँ भएर भनेर दिएको हुन्छ। सो यो भएर चाहिँ क्वेसन नम्बर 1 को ए लेख्ने। जुन यो बिचमा जुन हामीले यहाँ यति धेरै यो सबै लाइन लेख्नुपर्छ भन्ने छैन कि, यसले हाम्रो टाइम वेस्ट गर्छ कि, खालि टाइम वेस्ट। त्यस कारणले गर्दाखेरि हामीले क्वेसन नम्बर 1 को ए को 1 लेख्ने, अनि 1 लेखेर यहाँ खाली ठाउँमा के छ त भर्ने,
सिधै लेखिदिने कि सिधै 1 नम्बरमा लेखिदिने, 2 नम्बरमा, 3 नम्बर, 4 5 यस्तो गरेर हैन। बी नम्बरमा हाम्रो ट्रु फल्स हुन्छ अथवा नट गिभन, त्यो पनि 1 नम्बरमा ट्रु छ भने ट्रु मात्र लेख्ने, 2 नम्बरमा फल्स ट्रु यसरी लेख्ने हैन, टाइम वेस्ट नगर्ने। सी नम्बरमा हाम्रो एन्सर क्वेसन हुन्छ, त्यो त अब क्वेसन नम्बर 1 को एन्सर भनेर लेख्ने हैन, यहाँनिर मैले छुटाएर छु। सो क्वेसन नम्बर 2 हुन्छ हैन, 2 को पनि हाम्रो 5 मार्क्स भनेपछि 2 मार्क्सको 5 वटा क्वेसन दिएको हुन्छ। सो त्यही 1 2 गरेर क्वेसन नम्बर 2 को ए, क्वेसन नम्बर 2 को बी यस्तो गरेर लेख्ने हैन। अब 3 नम्बर क्वेसनमा हाम्रो कस्तो हुन्छ भन्दाखेरि 5 मार्क्सको 2 वटा क्वेसन हुन्छ, त्यही भएर क्वेसन नम्बर 3 को ए, क्वेसन नम्बर 3 को बी भनेर यस्तै 4 5 6 7 6 सम्म त्यस्तै हाम्रो कुनै उ दिन्छ हैन, कोही लेटरहरू दिन्छ, एससीहरू दिन्छ, के दिन्छ हैन, त्यो एप्लिकेसनहरू सबै लेख्ने हैन, फर्मेटहरू आफ्नो आफ्नो हुन्छ। जब हामी 7 नम्बरमा पुग्छौँ त्यहाँ हाम्रो हुन्छ नम्बर ल्याउने एकदमै मास्टर के भन्नु अब। 7 नम्बर भनेको एकदम टफ है सबै स्टुडेन्टको लागि। सो 7 नम्बरमा हाम्रो हुन्छ स्पेसली हाम्रो ग्रामर दिदी, हाम्रो ग्रामर दाई, हाम्रो ग्रामर सर जे भन्नुहुन्छ। सो त्यो गर्दाखेरि चाहिँ के गर्नु भन्दाखेरि यसमा तपाईँहरूले यति लामो लेखेर टाइम वेस्ट गर्ने होइन कि। क्वेसन नम्बर 7 हान्ने, क्वेसन नम्बर 7 अल एन्सर लेख्ने है, यहाँ अल छुटेको थियो मैले, जस्तै यहाँ क्वेसन नम्बर 8 अल एन्सर भने त्यस्तै क्वेसन नम्बर 7 अल एन्सर लेख्ने हैन। अब फर्स्टमा ए नम्बर हाल्ने भइहाल्यो कि, त्यो अरू छोडिदिनु, किनभने हामीले अल एन्सर भनेर देखेछौँ नि त, क्वेसन सार्नु जरुरी नै छैन। त्यही भएर ए नम्बर लेखेर ए नम्बरमा के भने यहाँ द लिटल गर्ल डान्स रियली डडेड इन द एनुअल प्रोग्राम अफ द स्कुल, कम्प्लिट द सेन्टेन्स विथ एन एप्रोप्रिएट एडभर्ब। एडभर्ब राखेर चाहिँ यो सेन्टेन्स कम्प्लिट गर भने एडभर्ब लेखेर यहाँ एडभर्ब के राख्दा ब्युटिफुल्ली, नाइस जे राखे नि पो हो, वेल जे राखे नि, भेरी वेल इन द भने नि भयो, ब्युटिफुल्ली राखेको छु मैले चाहिँ, ब्युटिफुल्ली राखेँ होइन। अनि त्यसपछि चाहिँ क्वेसन नम्बर बी, वान अफ द बोय डडेड स्टिल वर्किङ अन द प्रोजेक्ट्स असाइन भने नि त। अब बी लेख्ने, सिधै एन्सर यहाँ के छ इज लेखिदिने होइन। अनि फेरि द स्ट्रिट ह्याड यस्तो भनेर चाहिँ सी नम्बरको लेखिदिने, यस्तै गर्दै सबै एन्सर लेख्ने होइन। अब 8 नम्बरमा अलि फरक छ है, 8 नम्बरमा चाहिँ अलि फरक छ। के फरक छ भन्दाखेरि चाहिँ हाम्रो 8 नम्बरमा कस्तो हुन्छ भन्दाखेरि यु क्यान सी है, चुज गर्नुपर्ने हुन्छ कि हामीलाई, यहाँबाट चुज गर्नुपर्ने हुन्छ। हामीले डाइरेक्ट एन्सर लेखेर त्यो रङ हुन पनि सक्छ भन्न खोजेको, तर लाइक होला भन्ने पनि होइन र, तर एउटा सेटिस्फ्याक्सनको लागि भनौँ। यु क्यान सी है, सरी मोबाइल धेरै हल्ले हातले समात्नु पऱ्यो नि त। यु क्यान सी होइन, विच अफ द फलोइङ वर्ड हेज अ डिफ्रेन्ट फाइनल साउन्ड। कसको चाहिँ डिफ्रेन्ट फाइनल साउन्ड छ भने चाहिँ ए नम्बरको के छ 1 2 3 4 वटा अप्सन छ नि त। हामीले डाइरेक्ट अब द नलेख्ने, यो त सबैलाई थाहा होला द हुन्छ भनेर, के अरे डाइरेक्ट द नलेख्ने कि ए नम्बरको 3 भनेर लेख्ने। ए नम्बरको मैले 1 लेखेको छु, ए नम्बरको 3 दो। अनि यहाँ मध्ये चाहिँ आई गट अ ब्युटिफुल प्रेजेन्ट इन माई बर्थडे, द वर्ड प्रेजेन्ट इन दिस सेन्टेन्स इज द डट। नाउन हो कि एडभर्ब हो कि एड्जेक्टिभ हो कि भर्ब हो कि के हो भने नाउन हुन्छ। सो लेख्दाखेरि हामीले के भने 2 को आइभी नम्बर अ नाउन भयो होइन। त्यस्तै विच अफ द फलोइङ वर्ड हेज अ प्रिफिक्स चाहिँ कुन हुन्छ यसमा हेर्नु, अनलाई हटाइदिए आइटी केही हुँदैन, अनलाई हटाए डर हुँदैन, अनलाई हटाए आयोन हुँदैन, अनलाई हटाएपछि फियर चाहिँ हुन्छ नि त, त्यसैले प्रिफिक्स के हो त फियर हो। त्यही भएर हामीले 3 नम्बरको पनि आइभी लेखेर अनफेयर। अब जस्तै यहाँ बोर्ड र ब्रसको बिचमा कुन आउँछ भन्दाखेरि बक्स आउँछ, त्यही भएर 3 नम्बर भनेपछि 4 को चाहिँ 3 नम्बर मेकओभर हो। यसरी चाहिँ हामीले गर्ने, यसरी टाइम पनि मस्त बच्छ होइन। जुन एक्स्ट्रा टाइम बचेको हुन्छ त्यो टाइममा चाहिँ हामीले कुन क्वेसनहरू चाहिँ हाम्रो रङ छ कि अथवा आफूलाई डाउट लागेको बेला सोध्ने कि साथीहरूलाई सोध्ने। अनि यसरी लेख्दा चाहिँ एकदमै क्लियर देखिन्छ। इक्जाममा चाहिँ कस्तो हुन्छ भन्दाखेरि लाइक क्वेसन पेपर हातमा आउने बित्तिकै साथी कोही मान्छेहरू त सबै हुँदैन त्यस्तो, कोही मान्छेहरू कस्तो हुन्छ भने क्वेसन पेपर हातमा आयो कि सोध्न स्टार्ट कि अरे भाइ आफूलाई आएको क्वेसन त लेख, कमसेकम टाइम वेस्ट हुन्छ क्या त्यसरी। त्यो स्टार्टिङमा तिम्रो सोध्ने लाग्यो भने चाहिँ तिम्रो टाइम गएको थाहा नै हुन्न क्या। कुनै सब्जेक्टको लागि 3 घन्टा हुन्छ, हाम्रो एजीहरूको त जो एग्रिकल्चरको सब्जेक्ट छ त्यसको 2 घन्टाको मात्र हुन्छ कि एक्जाम, मार्क्स त ल 50 मार्क्सको, तर क्वेसन यस्तो हार्ड आइदिन्छ कि 2 घन्टा पनि इनफ हुन्न क्या हाम्रो लागि। त्यही भएर
अरू त यो कुरा त ठिकै छ, तर जुन क्वेसनहरू साथीहरूलाई सोध्ने तरिका हुन्छ त्यो चाहिँ तपाईँहरूले 2 घन्टा चाहिँ आफूलाई जति आउँछ लेख्नुहोस् होइन। कतिपय क्वेसनहरू आफूलाई आउँदा पनि लेखिन्न कि त्यो भनेको टाइम नभएर मान्छेहरू पहिला के गर्छन् सोध्न यताउता गर्छन्, पछि के छ यो क्वेसन त मलाई आउँथ्यो अनि टाइम भएन यताउता भयो भन्ने टाइपको हुन्छ कि। त्यसैले पहिला सुरुमा आफूलाई आएको क्वेसन जति लेख अनि पछि गएर चाहिँ 1 घन्टासम्म साथीहरूलाई डिस्कस गरेर जुन आफूलाई डाउटफुल छ होइन त्यो चाहिँ त्यसले गर्दा चाहिँ अलि हेल्प हुन्छ होइन। इङ्ग्लिसको मलाई पनि त्यस्तो त्यो अरूमा केही छैन, मलाई जस्ट टेन्सन भनेको ग्रामरको हो। मलाई अरूमा त्यस्तो केही पनि छैन। ग्रामर भन्ने कुरा लाइक यही ग्रामर आउँछ भन्ने पनि छैन नि त। हामीलाई त अब मानौ अब त्यसमा कस्तो हुन्छ भन्दाखेरि योवाला छ नि जुन 8 नम्बरको यो 5 मार्क्सको आउँछ नि, यसमा पनि मलाई टेन्सन छैन, यसमा पनि भइहाल्छ। तर मलाई टेन्सन भनेको यो 10 मार्क्सको ग्रामरको हो। सो केही छैन ल, अल द बेस्ट गाइज। दिस भिडियो इज युजफुल हेल्पफुल फर यु गाइज। सो अझ पनि छ टाइम, राम्रो प्र्याक्टिस गरौँला। म पनि गर्छु। आज मैले सोसल पढ्ने सोचिरहेको छु। सो आज चाहिँ म सोसलको हेर्छु, धेरै भयो हेरेको छैन। म्याथ हेर्नै बाँकी छ, सोसल हेर्न बाँकी छ। ल भेट्दै गरौँ ल। किप सपोर्टिङ, किप लभिङ।